ब्लग आएको छ भने सम्सारमै हुन्छ भने सम्सारमै छु है त। म चाहिँ अहिले यता टोकियो आएको छु होइन। टोकियोको उयोमा छु मैले त्यहाँ उयोमा जस्तो मेरो कछुवा थियो त्यस्तै रहेछ हो यता डिट्टु। हामी चाहिँ अहिले यता हेर्दा छौँ अब सबै के हेर्छौँ के गर्छौँ सबै देखाउँछौँ अहिले है। सिधै यता यो रहेछ अब भित्र कहाँ पुगिन्छ। अरूभन्दा अरू त अहिले सबै देखायो म त जिराफ हेर्नलाई पो त ऊ भएको अहिलेसम्म जिराफ देखाएन नि त। कहाँ देखाएको जिराफ त बिहारमा त हजुर पेन्गुइन त नेपालमा फेरि नै हो त्यो याद गर्नु आइज अब आयो त हो देख्यो मैले बोलाएपछि सबै आउँछ है। ओइ बाघ भाग्यो देख्यो। पेनविक पनि हेर्नु है पेनविक खै देखाउँदै अब एकचोटि देखाउनु त्यो खोलन अब पेनविकमा भयो। अब यहाँ उता जाने यहाँ उसमा यो के अरे यसको नाम के रहेछ कस्तो दामी हुने रहेछ हौ फ्लेमिङको आमा कलर वाओ यार। बँदेल जस्तै हो यो त बँदेल जङ्गली बँदेल हाम्रो त जङ्गली बँदेल भनिन्थ्यो अब यता के भन्छ राम्रो पान्टानो मोरी रे पान्डाई पान्डाई कत्रो हो यो ए कलर त मोबाइलमा हेर्दाखेरि अरू बेला अर्कै थियो अहिले त अर्कै हो कि अब प्रजाति छुट्टै हो हिप्पो हिप्पो चुचुन्द्रो जस्तो हो त यो त के को यस्तो मुसाले बच्चा गुजुङ गुजुङ पारेछ आम्मामा न्याउरी मुसालाई खोरमा राख्दो रहेछ हौ। हाम्रोतिर जति नै हुने न्याउरी मुसा है आइज ल आइज गिलहरी नि कस्तो हो यहाँ कलरै अर्कै भने यसको त यता त आम्मा अजिङ्गर हेर ल हेर्नलाई पर्खिया थियो धेरै यही नै भेट्यो ल ठिक छ। कत्रो हुन्छ देख्यौ नि कछुवा अझै ठुलो हुन्छ यो त अझै आइज आइज खा यहाँ आइज नि त चिरुने चाहिएर सिरु पठाइदिन्छु ल हेर है देख्यौ कति भिड हो त आमाम साकुराको सँग फोटो खिच्नलाई। हामी चाहिँ अब फर्केर आएको होइन कति कुरा देखाएँ भ्लगमा कति कुरा देखाइनँ त्यही त हो नि। अब चाहिँ ट्रेन चढेर जानुपर्छ। गाइस आजको ब्लग चाहिँ छोटो छोटो हो जस्तो छ है। त्यही हो यसो मामा घर आएको बेला उयो जू घुम्न गएको थिएँ होइन टोकियोतिर त्यही नै भएर यसो सानो ब्लग बनाएको है। कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु ल गाइस बाई एन्ड टेक केयर।